क्रोएसियाको लागि वेयरहाउस इन्टरभ्यूमा तपाईलाई क्वेशन नम्बर 1 मा यस्तो क्वेशन सोधियो तपाई किन गोदाममा काम गर्न चाहनुहुन्छ Why do you want to work in a warehouse Why do you want to work in a warehouse यस्तो क्वेशन आयो भने यसरी रिप्लाई दिनु होला जस्तै कि म शारीरिक काम गर्न रुचाउँछु अथवा म शारीरिक श्रम गर्न रुचाउँछु र गोदामको काममा अनुभव छ I enjoy physical work and have experience in warehouse operations. I enjoy physical work and have experience in warehouse operations. अब क्वेशन नम्बर 2 मा सोधियो यो पनि इम्पोर्टेन्ट क्वेशन हो प्राय जसो इन्टरभ्यूहरुमा सोधिन सक्छ तपाईका बलिया पक्षहरुको बारेमा जस्तै कि तपाईका बलिया पक्षहरु के हुन् What are your strengths What are your strengths यसमा तपाईको कतिवटा बलिया पक्षहरु छन् भनेर सोधिएको छ हामीले यसमा तीनटा राखेका छौं जस्तै कि म जिम्मेवार कडा परिश्रमी र समूहको सदस्यको रूपमा राम्रो काम गर्छु I am responsible hard working and a good team player I am responsible hard working and a good team player यसमा हामीले तीनटा इम्पोर्टेन्ट कुराहरु राखेका छौं जस्तै कि रेस्पोन्सिबल अब कुनै पनि कामको जिम्मेवारी लिएपछि अलिकति जिम्मेवार त हुनै पर्यो सेकेन्ड भनेको हार्ड वर्किङ अब हामी कडा परिश्रमी भयो भने कुनै पनि काम दिने मान्छेले आफ्नो कामदारहरु परिश्रमी होस् भन्ने चाहन्छ त्यस्तै गरी अ गुड टिम प्लेयर अर्थात अब समूहमा काम गर्दाखेरि समूहमा राम्रोसँग काम गर्न सक्ने मान्छे भयो भने राम्रो हुन्छ त्यसैले मैले यसमा यो तीनटा इम्पोर्टेन्ट कुराहरु राखेको छु अब वेयरहाउस इन्टरभ्यूमा यस्तो क्वेशनहरु पनि आउँछ जस्तै क्वेशन नम्बर 3 मा के तपाईलाई गरौं वस्तुहरु उठाउन सहज लाग्छ Are you comfortable with lifting heavy objects Are you comfortable with lifting heavy objects उत्तरमा मलाई भारी सामानहरु उठाउन सहज लाग्छ Yes I am comfortable with lifting heavy objects Yes I am comfortable with lifting heavy objects गोदाममा कामलाई सहज बनाउनको लागि विभिन्न उपकरणहरुको प्रयोग गरिन्छ अब त्यस्ता इक्विपमेन्टहरु चलाउने तपाईसँग अनुभव छ कि छैन यस्तो क्वेशनहरु पनि आउन सक्छ वेयरहाउस इन्टरभ्यूमा त्यसैले यो क्वेशन पनि याद राख्नु होला क्वेशन नम्बर 4 मा सोधियो तपाईलाई के तपाईलाई गोदामको उपकरणको अनुभव छ इंग्लिशमा Do you have experience with warehouse equipment Do you have experience with warehouse equipment उत्तरमा मैले फोर्कलिफ्ट र pallet jack चलाएको छु Yes I have operated forklifts and pallet jacks यदि तपाईले फोर्कलिफ्ट चलाउनु भएको छैन भनेदेखि अब pallet jacks मात्र चलाउनु भएको छ भने त्यसरी नै उत्तर दिनु होला Yes I have operated forklifts and pallet jack मैले यो दुईटा राखेको छु यसमा र तपाईसँग अनुभव छैन र सिक्न चाहनुहुन्छ भनेदेखि अब कसरी उत्तर दिने यो मेरो पुरानो भिडियोहरुमा पनि छ अथवा पुरानो भिडियोहरु हेर्न चाहनुहुन्न तर आन्सर तुरुन्तै चाहनुहुन्छ भनेदेखि कमेन्ट गर्नु होला एक्सपीरियन्स छैन तर सिक्न चाहन्छु कसरी भन्ने इंग्लिशमा त्यो म कमेन्ट गरिदिने छु अब क्वेशन नम्बर 5 मा सोधियो अब काम गर्ने ठाउँमा कामको प्रेशर त हुन्छ यो क्वेशन पनि इम्पोर्टेन्ट छ ध्यान दिनु होला तपाई दबाव कसरी सम्हाल्नुहुन्छ How do you handle pressure How do you handle pressure उसको उत्तर म दबावमा शान्त रही काम गर्छु I stay calm and work under pressure I stay calm and work under pressure त्यस्तै गरी अब क्वेशन नम्बर 6 मा तपाईलाई सोधियो हामीले तपाईलाई किन काममा राख्नु पर्छ यो क्वेशन पनि इम्पोर्टेन्ट छ Why should we hire you Why should we hire you अब तपाई कतिको कन्फिडेन्ट हुनुहुन्छ अथवा तपाईले के आन्सर दिनुहुन्छ यस्तो सोध्नलाई पनि यो क्वेशन सोधिन सक्छ यस्तो क्वेशन आयो भने हडबडिनु केही जरुरी छैन यसरी मजाले आन्सर दिनु होला
म अनुभवी, कडा परिश्रमी र जिम्मेवार कामदार हुँ। I am an experienced, hard-working and responsible worker. I am an experienced, hard-working and responsible worker. अब क्वेशन नम्बर 7 मा यस्तो क्वेशन पनि सोधिन सक्छ जस्तै कि तपाई कार्यहरूलाई अथवा तपाई कार्यलाई कसरी प्राथमिकता दिनुहुन्छ? How do you prioritize tasks? How do you prioritize tasks? उत्तरमा म कामलाई तिनीहरूको महत्त्वको आधारमा प्राथमिकता दिन्छु. I prioritize tasks based on their importance. I prioritize tasks based on their importance. अब गर्ने तरिका, काम गर्ने तरिका अब यसरी नै हो. त्यसैले यस्तो क्वेशन आयो भने यो एन्सर बेस्ट हुन्छ. अब क्वेशन नम्बर 8 मा सोधियो तपाईलाई सेफ्टीको कुराहरु पनि सोधिन सक्छ किनभने सेफ्टीको कुराहरु पनि इम्पोर्टेन्ट हुन्छ. क्वेशन नम्बर 8 मा गोदाममा सुरक्षा कसरी सुनिश्चित गर्नुहुन्छ? How do you ensure safety in the warehouse? How do you ensure safety in the warehouse? अब सेफ्टीको कुरा त गोदाम मालिकले नै अब ध्यान दिने हो. त्यसमा पनि अब काम गर्दाखेरि पनि जुन सेफ्टीको कुराहरु पालना गर्नुपर्ने हुन्छ त्यस्तो कुराहरु हामीलाई सोध्न खोजेको हो. अब गोदाममा काम गर्दा सर्टेन सेफ्टी रुल्सहरु हुन्छ. त्यो सेफ्टी रुल्सहरुलाई हामीले ध्यान दिनुपर्छ र यसरी उत्तर दिनु होला. म सुरक्षा प्रक्रियाहरु पालना गर्छु. I follow safety procedures. I follow safety procedures. अब ठुलठुलो गोदामहरु समूहमा काम गर्ने ठाउँमा यो क्वेशन पक्कै सोधिन पनि सक्छ. जस्तै कि क्वेशन नम्बर 9 मा के तपाईले पहिले कुनै समूहमा काम गर्नु भएको छ? Have you worked in a team before? Have you worked in a team before? उत्तरमा मैले पहिले पनि समूहमा काम गरेको छु. यदि तपाई एक्सपिरियन्स्ड हुनुहुन्छ भने यसरी उत्तर दिन सक्नुहुन्छ इंग्लिशमा. Yes, I have worked in a team before. Yes, I have worked in a team before. भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्दिनु होला. त्यस्तै गरी तपाईलाई भिडियो मन परेदेखि लाइक अनि फेसबुक तिर शेयर पनि गर्दिनु होला. अनि इबुक डाउनलोड गरेर मोबाइलमा मजाले पढ्न चाहनुहुन्छ भने agentaakas.com/unicode मा गएर इबुक डाउनलोड गर्न सक्नुहुन्छ. र मलाई चिया कफी खुवाउन चाहनुहुन्छ भने agentaakas.com/unicode मै क्यूआर छ. क्यूआर स्क्यान गरेर मलाई चिया अथवा कफी खुवाउन सक्नुहुन्छ. तपाईको इन्टरभ्यु राम्रो होस्, तपाई इन्टरभ्युमा पास होस्. मेरो धेरै धेरै शुभकामना. थ्यांक यू फर वाचिङ.